ल गाइस हेर्नुस् त जाडो सिजन हो नि। जाडो सिजनमा त्यसरी चाहिँ संख्या घट्दै गएको हुनाले मैले यसरी कपडाको चाहिँ हालेर अनि सेभ गरिदिएको थिएँ, न्यानो बनाइदिएको थिएँ। तर त्यसले पनि अझ पुगेन। ल हेर्नुस् अलि कम पनि भयो, संख्या पनि कमै छ यसमा। संख्या पनि हेर्नुस् धेरै कम छ। हेरौँ अब के गर्छ, सिद्धिने हो कि बाँच्ने कोसिस चाहिँ गर्नुपर्छ। ल हेर्नुस् मौरी संख्या असाध्यै कम छ। ल हेर्नुस् यसरी कम भइराखेको छ र यसलाई न्यानोको लागि यसरी चाहिँ राखिदिनु पर्ने हुन्छ, न्यानो बनाइदिनु पर्ने हुन्छ। न्यानो बनाउनको लागि मैले यहाँ उहरू हटाएर फ्रेमहरू हटाएर ठिक्कै कम मौरी मात्रै अनि उसलाई न्यानो होस् भनेर चाहिँ बनाएको थिएँ। र यसरी चाहिँ न्यानो बनाइदिनुको लागि यसरी पनि मैले न्यानोको लागि यी कपडाहरू, फाटेका कपडाहरू लिएर यसरी बनाइदिएको थिएँ। यसरी बनाइदिनु पर्छ न्यानोको लागि, नभए सकिन्छ। अनि त्यसो गर्दै अब त्यो त गरिदिएँ मैले, तर अरू पनि समस्या आइलाग्छन् फेरि। ल हेर्नुस् त्यही न्यानोमा ल हेर्नुस् त यस्तो कमिला हेर्नुस् जम्मा परेर, ल हेर्नुस् त फुल पारेर, ल हेर्नुस् यस्तो समस्या। ल हेर्नुस् त मौरी किसानलाई कति समस्या छ हेर्नुस् त। अनि संख्या घट्छ न्यानो बनाइदिउँ भनेको, अनि यो हालेको। ल हेर्नुस् यो हालेर न्यानो बनाइदिएको, फेरि ल हेर्नुस् त कमिला आएर बसेर फुल पारेर। ल हेर्नुस् त ल हेर्नुस् किसानलाई कति समस्या छ हेर्नुस् त। अनि वर्षा सिजनमा चाहिँ खाना पाउँदैन, मर्छ। त्यसलाई पनि खानाको व्यवस्था गर्न पर्ने। जाडो सिजन आयो, जाडो सिजनमा पनि फेरि संख्या कम छ भनेर चाहिँ यसरी न्यानो बनाइदिएको हो। ल हेर्नुस् कमिला हेर्नुस् त। ल हेर्नुस् यहीँ आएर कमिलाले चाहिँ गोठ लाएर ल हेर्नुस् त्यही कपडाभित्र। ल हेर्नुस् त यस्तो बनाएको। ल हेर्नुस् यो पनि समयमा हेरेर यो पनि पुरै हटाइदिनु पर्ने हुन्छ। हेर्नुस् ल हेर्नुस् त यस्तो यो चाहिँ नाश गरिनु पर्ने हुन्छ। ल हेर्नुस् त यस्तो नाश यो नाश गरेर सफा गरिदिनु पर्ने हुन्छ। ल हेर्नुस् त यस्तो टोस्ट। यसले गर्दाखेरि मौरी किसानले चाहिँ ल हेर्नुस् उसको बच्चाहरू, ल कमिलाको बच्चा हेर्नुस् त कति। ल हेर्नुस् यो टोटल्ली उसकै फुलहरू। ल हेर्नुस् यसले गर्दाखेरि मौरी किसानले चाहिँ यी कुराहरूमा सबैमा बढी ध्यान दिनुपर्ने हुन्छ। वर्षायाममा रिङ्गाल्स अनि बाटो जोगाउन पर्ने, साथै फेरि अब यो चरण क्षेत्र जान सक्दैन, त्यसले गर्दाखेरि दाना खुवाउन पर्ने। अनि त्यस पछाडि आएर फेरि अब हिउँदो सिजन लाग्यो, यो अहिले कार्तिकको 30 गतेको कुरो हो, यो 29 गतेको कुरो हो यो। अब ल हेर्नुस् यो सिजनमा फेरि संख्या कम भएकोमा कपडा हालेर अनि यसरी न्यानो गरिदिएको हो। न्यानो गरिदिनु पर्छ। अब न्यानो त गरिदिने भनेर कपडा त हालेर के। ल हेर्नुस् फेरि अर्को समस्या आइल्यायो। ल हेर्नुस् त अब यही न्यानोमा कमिलाहरू। ल हेर्नुस् त कमिलाहरू पुरा यहाँ आएर फुल पारेर सत्यनाश। अब यो कमिलाहरू हटाइदिनु पर्ने हुन्छ, मारिदिनु पर्ने हुन्छ। समस्या गाह्रो छ हौ मौरी पाल्ने किसानलाई, गाह्रो छ। यसरी नै उ गर्नु होला, ख्याल गर्नु होला। हेर्दा बाहिरबाट झट्ट खासै केही पनि काम देखिँदैन, राख्यो हुन्छ। तर भित्र पसिसकेपछि यसको आन्तरिक समस्याहरू धेरै जटिल छन्। यी जटिल समस्याहरू म पछि भिडियोमा बनाउँदै गरौँला। अहिलेलाई बिदा चाहन्छु। हस्, थ्याङ्क यू।